मेरो रेस्टुरेन्टमा कसरी बनिँदो रहेछ भेज बर्गर ब्राउन कलर हेर्न सक्नुहुन्छ। के बनाउनु भएको छ? हेलो गाइस, नमस्ते एभ्रिवान। बनाउँदैछु भेज बर्गर र डोस हेर्न सक्नुहुन्छ। अलरेडी बनेर आउँछ है, रेडीमेड। अब यसलाई फर्स्टचोटि काट्नु पर्ने हुन्छ। ओके, अब यसलाई 30 सेकेन्ड गरम गर्ने गाइस। टप एउटा हल्का यसलाई टच गर्नुपर्छ है, बटर एन्ड बर्गर बनलाई है। यो पारा हुनुपर्छ ब्राउन कलर हेर्न सक्नुहुन्छ। भेजिटेबल हेर्न सक्नुहुन्छ, क्यारट, क्याबेज, अनियन, ग्रीन क्याप्सिकम। अब एड गर्दैछु म मेयोनिज एड गर्दैछु गाइस। फ्रेस अमुल क्रिम गर्दैछु, स्वाद अनुसार नुन, सल्ट है, व्हाइट पेपर, हल्का ब्ल्याक पेपर पनि गाइस। यसलाई पुरै मिक्स गर्नुपर्ने हुन्छ। मैले ओके, फाइनली मिक्स भयो। बर्गरको माथि एड गर्नुपर्ने हुन्छ मेयोनिज। टप्पै मिलायो हैन, हल्का हल्का एड गर्नुपर्ने। एड गर्दैछु फ्रेस भेजिटेबलहरू। फर्स्टचोटि एड गरेँ ग्रिन लेटुस, एड गर्दैछु कुकुम्बर, एड गर्दैछु रिङ अनियन, यहाँ हेर्न सक्नुहुन्छ। एड गर्दैछु टमाटर। यो सबलाई यसरी मिलाउनु पर्ने हुन्छ। अब एड गर्नुपर्ने हुन्छ चिज। टप्प पाएर माथिदेखि टप्प यो लगाइदिए गाइस, हेर्न सक्नुहुन्छ यसो है। यो चाहिँ हो मेरो भेज बर्गर। 30 सेकेन्ड माइक्रो हालिदिन्छु अब फेरि। फाइनली गाइस, भेज बर्गर रेडी। अब यसलाई हल्का प्लेटिङ गरेर पठाउनु पर्ने हुन्छ। पुरै निस्केछ गाइस। यहाँ में ऐसा बनता है भेज बर्गर। कहाँ गयो सर्भिस? थ्याङ्क यू फर वाचिङ कमल गाइस। यहाँ यस्तै बन्छ भेज बर्गर। ओके, बाई बाई।